ल हेलो हजुर नमस्ते नमस्ते ल है हामी चाहिँ सेलमा है सेलमा 5-7 वटा देशकोहरू यस्तो सेल लागिरहेको रहेछ सेलमा छौँ है साथीहरू ल है सुपथ मेलामा आउनु सक्नुहुन्छ मजासँग लग्नु सक्नुहुन्छ हजुरहरूले मजासँग होइन सामान हेरी हेरी छ जस्तो पनि सामान खोज्नुहुन्छ त्यस्तै सामान पाइएको छ मेला रहेछ है आउनु सक्नुहुन्छ मजासँग राम्रो राम्रो पाउँछ सामानहरू के सामान चाहियो हजुरहरूलाई के चाहियो ल हेर्नुहोस् है साथीहरू झालामाला बाला के चाहियो यो पाउँछ चाहियो यहाँ बिउ चिउ चाहियो भने यतातिर होइन यसो बोट बिरुवा हरियो चाहियो भने तिमीहरूलाई केटाकेटीहरूलाई ल केटाकेटीहरूको लागि यस्तो छ पुरा बवाल बवाल बनाइदिएको छ यहाँ बवाल छ साथीहरू हेर्नुहोस् है मलाई त चराचुरुङ्गी मनपर्छ यो चराचुरुङ्गी उड्नेवाला छ है साथीहरूलाई उड्छ अब यो चराचुरुङ्गी टक्कै उड्नेवाला छ कस्तो राम्रो छ यार कडा छ यार है के हो यो झालामाला छ यतातिर यसो ट्यापस्याप खानेहरूलाई यतातिर छ होइन भुटानहरूको रहेछ यो चाहिँ 41 अनि 42 सिट नम्बर 42मा छ भुटानी पोसाकहरू यस्तो छ यहाँ अरूभन्दा नि केटी दामी छ यार यहाँ त ओ माइ गड ल पर्छ कि हो यस्तो यो भने यार ल स्कुटर पनि यसो अफरमा चलिरहेको रहेछ फ्री त भन्न मिल्दैन अफरमा छ है ल ससुराली जाँदाखेरि यस्तो सोफामा बसिन्थ्यो आफ्नै घरमा यस्तो सोफा राखेर ससुराली गएको जस्तो फिल गर्नु सिङ्गल हुनेहरूको लागि चाहिँ है ल सोफा हब चाहिँ आइसकेको छ है यो चाहिँ नेपालमा उत्पादित सोफाको प्रयोग गरौँ नेपाली श्रम र सिपको सम्मान गरौँ भन्ने मूल नाराको साथमा राखिएको छ है साथीहरू ल बबाल बबाल छ साथीहरू है अब माउन्ट एभरेस्ट भन्छ के अरे यहाँ सिरपेज पनि छ अब ल पृथ्वीनारायण शाहले लगाएको जस्तो सिरपेज देख्न सक्नुहुन्छ ग्रेटर नेपालको रहेछ स्लिपेज पनि राखिएको छ ढाकाको टोपी नेपाली पोसाकमा टक्क राख्नु भएको छ भाइ साथी हौ झालामाला बाला के चाहियो ल भन्नुहोस् है सुन चाहियो भने यतातिर पनि पाउँछ सुनहरू टक्क लगाएर के लाउने हो हजुरहरूले पाउनुहुन्छ सुपथ मूल्यमा ल आउनुहोस् ग्रिन टी हुनसक्छ है यो चाहिँ मलाई थाहा भएन यस्तो छ है भुइँतिरको बागमा यस्तो छ यहाँ त सबै चिज पाइन्छ डेलिभरी अल ओभर नेपाल यस्तो यस्तो छ यहाँभित्र चाहिँ बबालवाला छ है अब नेपालको लागि चाहिँ यो रहेछ है क्रिस्टल लागिरह होइन नेपालको लागि के चाहियो यहाँ अचार चाहियो के चाहियो अचारहरू के चाहियो सबै चिज यतातिर पाउँछ कपडा सपडा चाहियो भने यतातिर छ साथी है कपडाको लागि बेडहरू ब्यागहरू चाहियो भने यतातिर छ सम्पर्क गर्नुहोस् यो मात्रै मैले के लाग्दा राम्रो होला ठाउँहरू चाहिँ बबाल बबाल छ खुकुरी सुकुरी चाहियो भने यसो कसैलाई छिनछान गर्नको लागि तिम्रो जारहरू छ भने भन्नु केटा हो होइन हामी चाहिँ मसाज सेन्टरतिर आइसकेका छौँ यो मसाज होला कि यो मसाज गर्ने चिज चाहिँ हुनसक्छ सायद मेरो देखाइमा है त्यसले चाहिँ मसाज गरिदिन्छ ल शङ्ख घन्टा ढुङढुङ बजिसक्यो होइन बङ्गलादेश हो यो चाहिँ होइन बङ्गलादेशको हो महहरू पाउने ठाउँ है स्वादिष्ट महहरू पाइन्छ हेर्नुहोस् सारिरहनु भएको अङ्कलले कस्तो दामीसँगले लक्क काट्ने काम गर्नुभएको हजुरहरूलाई बिस्कुट चाहियो भने ल भन्नुहोस् है साथीहरू हेर्नुहोस् न खिचिरहेछ मह निकालिरहेछ के चाहियो टक्क भन्न सक्नुहुन्छ ल है साथी हो हजुरहरूलाई हल्ला चाहिँ धेरै छ होइन यहाँ पानी हो सगरमाथाको पानी आइरहेको रहेछ है साथी सगरमाथाको पानी नेपालको रहेछ यो चाहिँ नेपालको होइन बढी मजा रहेछ यहाँ चाहिँ होइन साथी हो
साथीहरू बसिरहनु भएको छ मजासँग होइन। दल दलहरूको लागि यता पाउँछ सबै नेपालको लाइन हो है साथीहरू। नेपालमा पाउने चिजहरू चाहिँ यतातिर पाउँछ। झाला माला जाला एन्ड झन्झाला माला थाला यतातिर पाउँछ। ब्याग स्याग चाहियो भने यतातिर भन्नुहोस्। हो यो पोछा लगाइ चाहिँ दाइले ल हेर्नुहोस् लगाइरहेको छ है दाइले। ल साथीहरूले बिजनेस चालु गरिरहेछन् केटाहरूले है साथीहरू। गर्न सक्नुहुन्छ यतातिर पनि दामी दामी ठाउँहरू छ भन्नै पर्दैन। मतिर देखाउनु त मिल्दैन होइन यस्तो राम्रो छ। यहाँ चाहिँ फोटो सोटो बनाउने होला के हो यो ठ्याक्कै मलाई चाहिँ थाहा भएन यसलाई चाहिँ होइन। यो स्कुटरहरू पनि रहेछ होइन। यो स्कुटर चाहिँ अफरमा चलिरहेछ। यसको लोगो चाहिँ यहाँ छ होइन। लोगो चाहिँ यसमा छ हेर्न सक्नुहुन्छ। आफू त के गर्नु इङ्ग्लिस आउँदैन होइन। पढ्दाखेरि आफूले चाहिँ बाख्राको गोठला जाने अनि कुखुराको खुट्टामा दाम्रो लगाएर कुखुराहरूको बारेमा लगाउनु थालियो। गाह्रो छ साथी हो। कुखुराहरूलाई दाम्रो लगाएर चराउन गइन्थ्यो के यतिखेर गाउँको हो नि त म। कुखुराको खुट्टामा दाम्रो बाँधेर चराउन जाने भनेको चाहिँ म यो संसारमा नभएको मान्छे भन्नु होला फेरि मै हो। अनौठो काम गर्छु कि म जहाँ हेर्नु चाहिँ रक्तदान कार्यक्रम चलिरहेको छ। रक्तदान गर्न सक्नुहुन्छ। रक्तदान नै जीवनदान भन्ने नाराको साथ हेर्नुहोस् यहाँ सुतिरहेका छन् भाइ बहिनीहरू। यहाँतिर त के कप खाइरहन उस्ताको लागि रहेछ यतातिर। प्रकृति पोषण स्वस्थ जीवन के यो हन्नी सन्नी होला। यहाँ पनि पाउँदो रहेछ ब्याग स्याग ल्याग त्याग है। ल यहाँ पाउने लिने खाने है मजा छ साथीहरू लगाउने। एक बारको जिन्दगीमा खाऊ बाउ। परामर्श जडीबुटी परामर्श स्वास्थ्य शिविर यहाँ पाइन्छ जडीबुटीबाट बनेको। ओहो कति ठुलो हो कि यो त अब त। के चाहियो तपाईँहरूलाई त्यही पाइन्छ यहाँ। डलहरू पाइएको छ ठ्याक्क राखिएको छ मजासँग होइन। स्टलहरू राखिएको छ। स्टलहरूमा यसो राम्रो राम्रो वस्तु बेच्नको लागि राखिएको मान्छेहरू धेरै छ होइन। हेर्न सक्नुहुन्छ होइन मान्छे अब यो सबै घोप्टै परिआयो। बेच आउनुहोस् लिनुहोस् भन्दैन रहेछ। सजिलो रहेछ यो ठाउँमा त। यो ठाउँमा त तपाईँले कसैले पानी समाएको छ। कस्तो साह्रो गर्मी भएको छ टिपीलाई त बाब्रे नानी त खतरा छ नि त। मलाई त अरूभन्दा नि यहाँ लपर्ला पर्ला जस्तो भइसक्यो साथी हो। यहाँ आएको हुनु यसो गरेर हिँडेको भए त मजा आउँथ्यो होला सायद यार। आमामा म सिङ्गलै छु यार कोही छ कि ल पार्ने जस्तो यसो खोज्दै केटा है मेन्सन गरिदिनु। ल पऱ्यो भनेपछि टक्क तिमीहरूलाई पार्टीको व्यवस्था हुन्छ है। मेरो तर्फबाट पार्टी हुन्छ केटा हेर ल पऱ्यो भने हेर यो हरियो घरभरि हरियो पेटभरि हरियो जिन्दगी हरियो बनाउनलाई हेर्नुहोस्। यो चाहिँ भुटान थिम्पूबाट आएको सामग्री हो हेर्नुहोस्। हजुर त्यो सबै थिम्पूहरू साथीहरू हुनुहुन्छ भुटानकाहरू हुनुहुन्छ। भुटानी पोसाकमा हुनुहुन्छ उहाँहरू टक्क टक्रक कस्तो राम्रो राम्रो छ है साथीहरू हेर्नुहोस्। अरे नेपाली ब्रान्ड यस्तो छ केही छैन। अब यतातिर हेर्नु होला राम्रोसँग सबै चिज देखाइदिन्छु होइन। कस्तो राम्रो राम्रो फुल फुलेको छ पातहरू फुलेको छ। मान्छे पनि राम्रो फलफुल पनि राम्रो अनि बोट बिरुवाहरू पनि राम्रो छ यो साइडतिर। आमा गोपाल गोपाल छ हेर्नुहोस् हेर्न सक्नुहुन्छ। मेरो नर्मल क्यामेराबाट पनि यस्तो राम्रो देखाएको छ है। के गर्नु गाह्रो छ है। यस्तो राम्रो राम्रो अन्टीहरू देख्छ पनि भिरमौरी शुद्ध भिरमौरी जडीबुटीहरू ल है साथीहरू भिरमौरीबाट आएको छ। टक्क हेर्नु सक्नुहुन्छ यहाँ मसाजको लागि सामग्रीहरू राखिएको छ। के चाहियो तपाईँहरूलाई? हात चिलाउँछ भने मसाज गर्नुहोस्। ढाड चिलायो भने मबाट आउनुहोस्। ढाड चिलायो भने मबाट आउनु होला होइन। म हजुरहरूको ढाडलाई व्यवस्थापन गर्ने काम मेरो हुनेछ ढुक्कको साथमा होइन। हजुरहरूले गरिदिन्छु म ढाड चिलाएको उपचार गर्न मन छ हुनेलाई चामल पनि चाहिएको थियो 1 केजी चामल पनि यहाँ पाइएको छ। फेरि रगतदानमै आइपुग्यो होइन रहेछ यो चाहिँ। कस्तो राम्रो भिडभाड छ मान्छेको हल्ला चाहिँ एकदम कम छ है। यो के हो यो चामल सामल हो कि भाषा हो कि खै के हो यार। यो म केही बुझ्दिनँ यार। नेपाली हो कि चाइनिज हो कि। यो चाइनिजहरूले भुटानीहरूले नेपाली पैसा चिन्छन् होला। म त चिन्दैन नि त भुटानिज पैसाहरू कस्तो दामी के
ल पर्छ होला कि यस्तो यो भने त यार ल पऱ्यो भने त झ्याम्मै बिहे हुनु सक्नेसम्म टाठै हुन्छ कि केटाकेटीहरू ल पर्छ हेर केटाहरू मस्किएको छ जम्मै मस्किरहेको छ हेर्नु ससुराली गएको जस्तो फिल भइरहेको छ टक्क बस्यो हेर्नु सोफा सेटमा टक्क त्यो बिचको भागमा पानी हाल्यो बोतलमा टक्क राख्यो सोचे भन्दा पनि सस्तो फर्निचर सफा फर्निचरहरू आम्मामा के हो यो राम्रो राम्रो ठाउँहरू छ बबाल छ हेर्नु साथीहरू अहिले है ल अन्तिम पटक अब हामी यो सिर्पेसलाई देखाएर नेपालको लागि सिर्पेस भन्दा ठुलो राजाभन्दा ठुलो कोही पनि छैन साथी हो है पृथ्वीनारायण शाह राजा र राजमुकुटहरूको गौरवमय इतिहास हामीले कहिल्यै भुल्नु हुँदैन अब म राजा भन्छु अनि टक्क यो लगाउँछु म राजा भनेपछि मेरो सिर्पेस हुन्छ होइन टक्क आखा कस्तो राम्रो छ थोरै सुन चाँदीहरूबाट बनाइएको छ होइन यस्तो दामी दामी ठाउँहरू छ होइन